अब या त बालेन जेल जानुपर्छ नत्र ओली जेल जानुपर्छ। अब ओली रहन्छ या बालेन मात्र रहनेछ। काठमाडौँको शक्तिशाली मेयर बालेन उर्फ बालेन शाह अब मन बस्नेवाला छैन। केपी शर्मा ओलीको नेतृत्वको सरकारले भ्रष्टाचार जोगाउनुको साथै कुलमानलाई लात हान्ने काम गरेपछि बालेन आरपारका निर्णयमा पुगेको छन्। भ्रष्टाचारलाई सरकारले संरक्षण गरेको परिमाण देखाउँदै यति धेरै कानुन मेचिने भ्रष्टाचारलाई बचाउने र हामी सुशासनको कुरो चाहिँ भाषणमा सुन्नुपर्ने। गलत भए मलाई जेल हाल बालनले घुमाउरो तरिकाले भन्नु खोजेको। गलत भए म जेल जान्छु नत्र केपी शर्मा ओली जेल जानुपर्छ। बालेनले भनेको छन् कि काठमाडौँमा सरसफाई गर्ने विगत 3 महिनादेखि तलब पाएका छैन। सरकारको दब्बले केले को आन्दोलन गर्छ भन्ने मलाई थाहा छैन। अबको 1 हप्तामा हाम्रो कर्मचारीले तलब पाइएनन् भने सरकारलाई टुकुचामा गाडी दिन्छ। त्यो पछि हेरौला तिनीहरूको के तन्त्र हो। कुलमानलाई विद्युत प्राधिकरणबाट हटाएपछि लगतै बालेनले टुकुचामा गाडी दिने चेतावनी दिएका छन् भने आज 12 महिना 13 गते फेरि जेल हाल्ने चेतावनी दिएका छन्। अब ओली विरुद्धको ज्याजतीमा आफू एक्लै भए पनि लड्ने बालेनको योजना हो। यस विचारमा सरकारले आफूलाई पक्राउ गर्न सक्ने पनि संकेत गरेका छन्। तर यदि बालेनलाई सरकारले जेल हाल्नु त परको कुरो हो भने पनि देशभर रहेका समर्थकले आगो बाल्नेमा पनि दुविधा छैन। बालेनको यो आरपार गर्ने विचार तपाईलाई कस्तो लाग्यो कमेन्टमा अवश्य भन्नुहोस्। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी भिडियो